आज चाहिँ हामी गाइज यहाँ तारेभिर जान लागेको छौँ है गाइज। हाम्रो यहाँ ब्रोसँग छन्, एउटा ब्रो छन्, गाह्रो रहेछ भन्दैछन् ब्रो। मेरो चाहिँ यो थर्ड टाइम हो यो बाटो हिँडेको, अनि हाम्रो यो ब्रोको चाहिँ फर्स्ट टाइम रहेछ। जो ठाउँ चाहिँ दामी छ गाइज होइन, यस्तो दामी छ, सुनसान, यस्तो बाटो पनि यस्तो छैन गाइज। अब टक्क लगाएर आइदिनु पऱ्यो होइन, भिजिट गरिदिनु पऱ्यो। एकदम माइन्ड फ्रेस गर्नलाई चाहिँ एकदम बेस्ट ठाउँ छ होइन गाइज यो। अब कहिलेकाहीँ हुन्छ नि आफ्नो माइन्डलाई रिलिफ गर्नु पऱ्यो भने चाहिँ यो ठाउँमा अवश्य आउनु होला। समथिङ यो चाहिँ उहाँ 1 घन्टाको हाइकिङ हो होइन गाइज। बुढा नीलकण्ठ ठ्याक्कै त्यो मन्दिरदेखि हजुरको 1 घन्टा जति लाग्छ माथि है हिँडेर आउँदा। त्योभन्दा अझै माथि जाऊँ भन्दा पनि हजुरको अझै आफूले कति सकिन्छ त हिँड्न होइन। त्यही अनुसार अब माथि पनि जाने ठाउँहरू पनि छ है गाइज, दामी दामी ठाउँहरू पनि छ। अब यो आजकल हल्का गर्मी भएर यहाँ झर्नाहरू छैन, नत्र चाहिँ यता झर्ना पनि हुन्थ्यो है गाइज। ए ल हात हल्लाम।